के हो नारी, खुसी हुँदा फुलबारी, रिसाउँदा सिस्नुगारी। कोही भन्छन् स्वास्नी घर कार्यालय हो, गृह मन्त्रालय अन्तर्गत पर्छ। म भन्छु स्वास्नी कर कार्यालय हो, अर्थ मन्त्रालय अन्तर्गत पर्छ। राशन पानी, दूध, ग्यास, बिजुली, धारा तिर्नु पर्ने सारा उनीहरूले कमा चाहिँ निजी रे, हामीले कमा चाहिँ साझा। हामी चाहिँ ठेदारे भए किन मागे बराबर अधिकार। यो श्रीमती भन्ने चिजै अचम्म हो। कुरा गरेर मात्रै कहाँ हुन्छ, मोटरसाइकल पछाडि राखेर हेर्नुहोस् न अनि थाहा हुन्छ। वेट हेऱ्यो नेपाल ग्यासको सिलिन्डर जस्तो, कानमा कराउँछिन् माइक्रो बसको किलिन्डर जस्तो, अर्काले सुन्दा रिलेसन कट हुन लागे जस्तो, च्यार 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 ट्रान्समिटरमा भोल्टेज बढी भएर बिजुली सर्ट हुन लागे जस्तो, कठालोमा समातेर ताने हुन्छ। आँखा डुलाउनु त चान्सै छैन। केटी हेर्न त पढे जाओस्, सडकको पेटी हेर्न समेत पाइँदैन। के भन्ने श्रीमतीलाई? नागरिकता भनौँ लिने बेला फार्म भर्नु पर्दैन, पासपोर्ट भनौँ रिन्यू गर्न पर्दैन, लाल पूर्जा भनौँ थोरै तिरोली पुग्दैन, म्याद कहिल्यै जाँदैन, लाइसेन्स भनौँ रङ साइडबाट हिँड्ने ट्राफिकले समातेर लाँदैन। यो श्रीमती भन्ने चिज कस्तो कस्तो विवाहको मण्डपदेखि औँला समातेर डोर्याएको, जिन्दगीभर डोर्याउनु पर्ने पञ्चर भए मोटरसाइकल जस्तो। महिनामा 3 दिन त्रिपट, 4 दिन चौपट, 5 दिन पञ्चर, 15 दिन लम्पट, बाँकी रहे 3 दिन कहिले हावा हाल्ने कहिले पञ्चर टाल्ने। श्रीमतीको आँखा छलेर केटी हेरौँ भने आजकलको केटीहरूको हेर्ने ठाउँै छैन। कहाँ हेर्ने? मुखमा हेरौँ क्वालिटी परे ओठ, शरीरमा हेरौँ छाना नभए भेडीगोठ, लुगा ला ठाउँ हेऱ्यो भने लाज मर्नु, नला ठाउँ हेऱ्यो पनि लाज मर्नु। घर बस्दा हमलङ्ग गाउन ओढेर बसिया हुन्छ, सहर घुम्न जाँदा टिसिक्क स्कर्ट कसिया हुन्छ। हेर्न मन लागेर यसो हेरेको त के हेरे अरे, के हेरे होइन के बेरे भन्ने मेरो पालो। छि कस्तो छुच्चा रे हो, देखाउने चाहिँ अच्छा, हेर्ने चाहिँ छुच्चा, देखा चाहिँ हेर्न पर्ने हाम्रो आँखा चाहिँ गुच्चा। अब त अर्थमन्त्रीजीले जातीय विवाह र विधवा विवाहलाई पैसा दिनुभएको छ, आङ खस्ने महिलाहरूको चिन्ता लिनुभएको छ। चिन्ता लिनु पर्दैन, हामी हाम्रो श्रीमतीको आङ खस्न दिन्नौ। घरमै उपचार गर्छौं, जे हुन्छ हुन्छ। आङ खसेर केही हुँदैन, पाइट खस्यो भने बर्बाद हुन्छ। बरु पाइट खस्न लागे बहिनीहरूको कम्मरमा किला ठोकेर भए पनि पाइट अड्काउने व्यवस्था गर्दै हुन्छ।